हाई गाइज हामी चाहिँ कहाँ जान आँटेको दिदी भनिदिनु न त आज चाहिँ हामी ग्राउन्ड अफ अलेक्जेन्ड्रिया जान लागेको के गर्न जान अब के गर्ने ब्रोन्ज गर्न नि अब के हामी चाहिँ रेडी भइसक्यौँ तर यहाँ कोही कोही मान्छे रेडी भइसकेको छैनन् हालत यस्तो छ रुमको हेर्नु सक्नुहुन्छ यहाँ छुट्टै खालको छ हालत र पनि अझै रेडी भइसकेको छैनौँ हामी ठिकै छ अब हामी जान्छौँ भरे भेटौँ ल अरू केटीहरूसँग भेटेपछि भेटौँ एकचोटि दिदी कहाँ आइनु भएको ओके हाई थ्याङ्क यू सुपु हजुर कति राम्रो कहाँ हिँडेको टिलिक्क ठल्केर ओके बाई अन्त चाहिँ कहाँ आएको यति साह्रो राम्री भएर नभन्नै कहाँ छ नि ए भन्नु त साँच्चै आज त नभने आज हामी अब चाहिँ हामी सरोलाई भेट्यौँ अनि सिटीतिर जाँदैछौँ पाँचजना भएर सरो अन्चा दिदी पुरै गाउँदैछन् उनीहरू यो सिटीको बाटो चाहिँ लास्टै गाह्रो हुने क्या हामी बाटो मिस भएर घुम्दा घुम्दा गरेर बल्ल बल्ल अनि पुग्यौँ त्यहाँ पुगेपछि पनि पार्किङ नपाएर अन्सारतिर जुलनाई चाहिँ जाँदै गर्नु भनेर हामी चाहिँ पार्किङ गरेर भर्खर छिर्दैछौँ दिदीहरू चाहिँ अघि नै पुगेर बसिसक्नुभयो जाँदैछौँ अब हामी हामी चाहिँ 11:45 को बुकिङ गरेको थियौँ यति बेला चाहिँ लास्टै भिड थियो सबै क्याफेहरू भिड थियो बाहिर पनि भिड एकदम अम्बु जिन अलिकति यता देखाउन अनुहार लै त हेर लिसियस हजुरको अन्त दिदी yours. Thank you. Junu, this is yours. Thank you. यहाँ सर को उता सर उता लाग्यो अन्त दिदी अनि मेरो चाहिँ यहाँ यस्तो गरिबवाला छ त कर्न क्याफेको फुडहरू चाहिँ एकदम मिठो लाग्यो हामीलाई बिजी छन् केटीहरू भिडियो खिच्नलाई म पनि त खाइसकेर हामी चाहिँ लाग्यौँ फोटो खिच्न अहिले चाहिँ यहाँ विन्टर वन्डरल्यान्ड भन्ने थिम चलिरहेको रहेछ एकदमै राम्रो थियो तर मान्छेहरू पनि टन्नै थियो भिड थियो त्यही पनि हामीले धेरै फोटो भिडियो खिच्यौँ छोडिनौँ भिड भए पनि आन्टीजीको बिस्तारी त्यसपछि चाहिँ हामी एसपिलको क्यापिटल लाफिङ गयौँ लाफिङ टेस्ट ट्राई गर्ने भनेर मैले त कहिले खाएको छैन त्यही पनि फर्स्ट टाइम खाइदिउँ भनेर गएको ठिकै थियो लाफिङ मिठै थियो त मेरो साथीहरूले चाहिँ अथेन्टिक लाफिङ चाहिँ यस्तो हुँदैन भन्दै हुनुहुन्थ्यो अलिकति फरक टेस्ट हुन्छ भन्नु त्यसपछि फेरि एसपिल आएको बेला एसपिल सेको कर्नर जाउँ भनेर भने अनि गयौँ हामी त्यहाँ चाहिँ $5 पर प्लेटवाला मोमो अफर चलिरहेको रहेछ अनि हामीले सेक्वा मोमो खायौँ कस्तो अगाएको थियौँ त्यही पनि हामीले यति खायौँ
मिठो थियो। त्यसपछि दिनभरि खाँदै रमाइलो गर्दै गरेर हामी बेलुका घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई।